के हुन्थ्यो होला के हुन्थ्यो होला अब म चाहिँ थाहा भएन होइन अथवा चाहिँ समय अलिकति गन्जालो हुन्थ्यो होला नभए म अब अलिकति यहाँ के अरे सांसदको रूपमा चाहिँ भनेर इन्टरभ्यू गरिरहेको हुन्थ्यो होला त्यो अहिले जस्तो अहिलेको पोलिटिक्स चाहिँ मलाई लाग्छ पहिला र अहिलेको फरक छ जस्तो म पनि पोलिटिक्समा ठ्याक्कै पोलिटिक्समा जाने भन्दा पनि यो एउटा ठ्याक्कै एउटा समय अहिलेको परिवेश त फरक थियो नि त सो देशलाई चाहिँ यो समयमा योगदान गर्न सकिन्छ कि भन्ने हिसाबले म प्रवेश गरेको थिएँ त्यो एउटा लामो पोलिटिकल यात्रा सोचेर भन्दा पनि तपाईँले भने जस्तो यो सिनेमा त हामी ठ्याक्कै सिनेमा सुरुवात गर्दादेखि सिनेमा रिलिज हुँदासम्म त नेपालमा त यति धेरै परिवर्तनहरू भयो कि त्यो राजनीतिक हिसाबले कति धेरै परिवर्तनहरू भयो होइन अचम्म लागिरहेछ परालको आगोले आफैमा एउटा डिकेड हुन्छ नि एउटा दशकौँ पार गरिसकेको जस्तो अनुभव हामीलाई भइरहेको छ कि त्यति धेरै फरक पर्दैन होला मलाई लाग्छ अहिले पनि जो पोलिटिक्समा हुनुहुन्छ मान्यज्यूहरू हुनुहुन्छ मन्त्रीज्यूहरूले त अलिक फुल टाइमरै भएर काम गर्नु पर्यो सभासदहरूले पनि आफ्नो काम गरिरहनु भएको छ होला जस्तो मलाई चाहिँ विश्वास छ म पनि आफ्नो काम गरि नै रहेको हुन्थ्यो होला प्रकाश चाहिँ जस्तो तपाईँ सांसद हुनुभएको थियो भनेदेखि होइन तपाईँको चाहिँ अब धेरै कुराहरू तपाईँले संसदमा लिएर जाने होइन पनि भन्नुभएको थियो त्यो तपाईँको फेसबुक स्ट्याटसमा जब त्यो लेख्नु भएको थियो त्यो देख्दाखेरि पनि त्यो प्रश्न झल्किन्थ्यो विशेष चाहिँ चलचित्र क्षेत्रको चाहिँ किनभने अहिले पनि त्यति धेरै नेपाली फिल्म क्षेत्रमा यति धेरै पैसा कमाइ छ र पनि अहिलेसम्म क्षेत्र नै छ होइन उद्योग बन्न सकेको छैन त्यो कुरालाई चाहिँ कतिको लाग्नुहुन्थ्यो होइन अभियसली त्यो क्षेत्रलाई बिलङ गर्ने भएको हुनाले चाहिँ कुराहरू आउँथ्यो होला अब संयोजन गरिन्थ्यो होला अथवा सजिलो हुन्थ्यो होला जस्तो म तपाईँलाई प्रत्यक्ष रूपमा चिन्छु सुहानाजीले चिन्छु उहाँलाई चिन्छु अथवा जसले फिल्म क्षेत्रमा काम गरिरहनु भएको छ उहाँहरूसँग पर्सनल एक्सेस हुन्थ्यो होला अनि बसेर चाहिँ छलफल गर्न सकिन्थ्यो होला कसरी काम गर्न सकिन्छ होइन के कुराहरू ल्याउनुपर्छ के सुधारहरू गर्दा राम्रो हुन्छ भनेर एउटा मिडिएटरको भूमिका निर्वाह गरिन्थ्यो होला भन्ने लाग्छ ओके अब सुहानाजीलाई